गृहमा उपस्थित विद्वान जनहरू तथा साहित्यका महारथीहरू सबैलाई मेरो नम्र निवेदन छ। यहाँ मलाई 2-4 शब्द भन्न लगाउँदा म बोल्दैछु। म यसै धेरै कुरो बोल्न सक्दिनँ। अब केही हेरेर म भन्दछु र लेखेर ल्याएको छु, म त्यही नै पाठ गर्दैछु। बाँचेर बाँच्नु कि बाँच्नु हो, मरेर बाँच्नुको बाँच्नु हो। समाज हामीबाट बन्यो, समाजलाई विकासतिर लानेका हामी गरौँ। प्रतिभा पौरख छँदैछ, परोपकारको काम गरौँ। परोपकारलाई कहन्ती नन्देश्वरी, समाजको परोपकारमा लगाऊ नन्देश्वरी। कारण मरेर बाँच्नुको बाँच्नु हो, बाँचेर बाँच्नु के बाँच्नु हो। त्यसैले हामीले महाकवि देवकोटाले झैँ उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक भने झैँ जीवनमा उद्देश्य लिएर उद्देश्यको लक्ष्यमा उड्न नसके उडौँ, उड्न पनि नसके हिँडौँ, हिँड्न पनि नसके घस्रिएर भए पनि लक्ष्यमा पुगौँ। तब मात्र नै जीवन सफल हुनेछ। आज यो माहौलको उपस्थिति देखेर मलाई आज यस्तो लागिरहेछ कि आजभन्दा 6.5 दशक अघि सन् 1960मा बिन्दु प्रकाशन स्थापित गर्दा र सन् 61 को मई महिनामा बिन्दुलाई प्रकाशमा ल्याउँदा बिन्दुको शीर्षक राख्नु अगाडि मेरा साहित्यिक बन्धुहरूले के शीर्षकहरू भने, तर मलाई भने तिनीहरूले दिएको शीर्षक मन परेन। कारण मेरो मनमा थियो त्यस्तो शीर्षक राखौँ अर्थात् बिन्दु शीर्षक राख्नु भने भविष्यतिर दृष्टि दिएर यो भविष्यमा सिन्धुको रूप लिन सकोस् भन्ने एउटा उद्देश्य जागेर आएकोले र मैले भविष्यमा सिन्धु हुने कल्पनाको उद्देश्य लिएर बिन्दु शीर्षक राखेँ। हुन त त्यतिखेर अतीतमा हेर्दा मेरो स्थिति राम्रो थिएन र पनि मेरो दृष्टि भविष्यतिर थियो र मनमा नै सोच्दथे अतीतको मेरो स्थिति पानीको टोपा अर्थात् बिन्दु जतिले भए पनि भविष्यमा गएर बिन्दुले सिन्धुको रूप लिन सक्नेछ कि नभन्दै सङ्घर्षमय जीवनमा हरेस नखाई उद्देश्य एउटै साहित्य र समाजको सेवा गर्दै अगाडि बढ्दै गइरहे अनुसार आज बिन्दुको ब्यानरमा साहित्यका वरिष्ठ साहित्यकार कवि गीतकार श्री मदन ओझाज्यूको अभिनन्दन ग्रन्थ बिन्दु विशेषणको रूपमा प्रस्तुत गर्न सकेकोमा बिन्दुबाट आजको यो वर्तमानलाई हेर्दा सिन्धुको समकक्ष पुगे जस्तै लागिरहेछ। यहाँ भन्न जाँदा मदन ओझाज्यूको अभिनन्दन ग्रन्थ बिन्दु विशेषणको रूपमा प्रकाशित हुनमा विशिष्ट साहित्यकार डाक्टर सुखराज बिहारीजीको पनि निकै सहयोग रहेको छ, यो भुल्न सकिँदैन। यो एक क्रममा भन्न जाँदा बिन्दुका धेरैवटा विशेषण निस्किसकेका छन्। अझ समाजलाई ठाउँ लाग्नका लागि विभिन्न साहित्यका रचनाहरू नेपालीमा अनुवाद बिन्दु विशेषण पनि प्रकाशमा ल्याएका हुन्। कारण आजको युगलाई समन्वय साहित्यको आवश्यक छ। भाषाले भाषालाई जोड्दछ, अनेकतामा एकताको भाइचारा बढ्दछ। यसर्थ हाम्रा लेखक साहित्यकारहरूले विभिन्न भाषाका रचनाहरू आफ्नो भाषामा अनुवाद गर्नुपर्छ र आफ्ना रचना पनि अन्य भाषालाई अनुवादमा दिनुपर्छ, हुनु पनि पर्छ। यही मेरो समन्वय। आगामी भविष्य छँदैछ। आठ गरे के हुँदा र ढुङ्गाको कापबाट भने केही उमार्न सकिन्छ भन्ने चलन छ। मात्र लगन र प्रयास सत्य रूपमा हुनुपर्छ। अन्तमा यहाँ मेरो अथवा बिन्दुको संरक्षण जीवनको आफ्नै अलग्गै एउटा गाथा छ। त्यो गाथा यहाँ बोलेर सकिँदैन, त्यो लामो छ र म यति भन्ने यहीँबाट आफ्नो वक्तव्य समाप्त गर्दैछु।